पकाएको रोटी चाहिँ कौवाको लागि भात छुटाएर राखिदिन्छन्। सेल रोटी हाल्दैछु गाई यसरी ताना तान भो हाना हान भो एकचोटि 3-3वटा पुरी हाल्दैछु। हाई गाइज, वेलकम टु आवर न्यू ब्लग द योगिस च्यानल। आज पौष महिनाको लास्ट डे 30 गते अनि भोलि नयाँ महिना सुरु हुन्छ, माघको महिना। अनि माघको महिना सङ्क्रान्ति भनेर हाम्रोतिर सेलिब्रेट गर्छन् अनि हाम्रो उतातिर रमाइलो गर्छन्। आज रोटी पकाएर हाम्रो सुदूरपश्चिमतिर आज रोटी पकाएर अनि फर्स्टमा पाकेको रोटीलाई कागको लागि, कौवा भन्छन् हाम्रोतिर, क्रो को लागि राखिदिन्छन् अनि त्यसपछिको अरूले खान्छन्। तर फर्स्टमा पकाएको रोटी चाहिँ कौवाको लागि भात छुटाएर राखिदिन्छन् अनि भोलि बिहान उठेर नुहाएर अनि कौवालाई दिन्छन्। मान्छेहरूले आफ्नो छतमा लगेर राख्छन् अनि कौवाले आएर लग्छ। हाम्रो गाउँघरतिर त कस्तो रमाइलो हुन्थ्यो, सबै चारैतिरबाट बिहान बिहान कम्पिटिसन हुन्थ्यो कि को छिटो उठेर कसले कौवालाई छिटो रोटी दिन्छ अनि कस पकाएको दिएको रोटी कौवाले खायो कि खाएन भनेर दिनभरि हामी चेक गरेर बस्थ्यौँ कि हाम्रो पकाएको रोटी कागले के लग्यो कि लगेन भनेर। यस्तो रमाइलो हुन्थ्यो बच्चा छोरा। अब म यहाँ अलिअलि तयारी त गरेको छु, पकाउन खोजेको छु, पाक्छ कि पाक्दैन थाहा छैन। हजुरहरूलाई पनि देखाउँछु। यहाँ मैले अलिकति चामलको पिठो सेल पकाउनको लागि अनि यहाँ मैले चना पकाएर रेडी गरिसकेको छु। अब हेरौँ पाक्छ कि नै। अलिकति पिठो पुरीको लागि पनि रेडी गरेर राखेको छु। यहाँ प्यान गरम हुनलाई राखिसकेँ। अब तेल चढाएर अनि पकाउन स्टार्ट गर्छु। अनि भोलि माघे सङ्क्रान्तिको दिन मान्छेहरूले कसैले लड्डु, मतलब जसले जे सक्यो लड्डु, तिलको लड्डु खान्छन्, चाकु खान्छन् काठमाडौँतिर। हाम्रोतिर तिलको लड्डु अनि सकलगन भन्छन्, स्विट पटेटो, त्यो अनि कसै धेरै परिकारहरू पकाउँछन् अनि दिनभरि बसेर खान्छन् अनि रमाइलो गर्छन्। ल हजुरहरूलाई म अब पकाउन स्टार्ट गर्छु अनि भयो भने देखाउँछु, भएन भने नि देखाउँछु कस्तो भयो भनेर। हाई मुकेश। हाई। ल मुकेश यता छ, आफ्नो म्याथको स्टडी सिद्धियो भनेर टिभी हेर्दैछ। हाम्रो बेबी यता छ। हाई हाई। बेबीले भन्यो मलाई भ्लग बनाउने भनेर, अनि मैले अहिले स्टार्ट गरेको छु, अलिअलि बनाउँछु है। और मेरे बर्थडे आना जनवरी 24। ओ माय गॉड, हाम्रो बेबीको बर्थडे आउँदैछ 24 जनवरीमा अनि उसलाई कुरमी थिम चाहिएको छ। अब हेरौँ कतिको सक्सेस हुन्छ। ल अब म पकाउनतिर लागेँ है। ल खाना पकाउँछु अब म। ल ल ल ल ल म खाना पकाउनतिर लागेँ। प्यानमा तेल बसालिसकेँ। अब म पकाउँछु अनि हजुरहरूलाई पनि देखाउँछु। फर्स्टमा मैले कागको लागि हालेँ। सेल यस्तो हुँदैछ गाइस। अब अरू देखाउँदै गर्छु है। 5 मा गर्दैछ? 5 मा जत्नो बनाएर जत्नो 1 ल ल ल हुन what is this? What is this? सेल रोटी हाल्दैछु गाई यसरी सिक्दैछु। अहिले त ठुलो भयो जस्तो छ बेबी। अहिलेसम्म त सानो सानो भएको थियो, अहिले चाहिँ ठुलो भयो। सायद हाम्रो युट्युबको मान्छेहरूलाई देखाउनलाई ठुलो भयो जस्तो छ अहिले चाहिँ है। हाम्रो महिमाले भिडियो बनाउँदैछ अनि मैले सेल पकाउँदैछु। मैले पकाएको 2टा सेल यस्तो भएको छ। अहिलेसम्म सानो सानो भएको थियो, अहिले चाहिँ ठुलो भएको छ। सेल देखिन लाग्छ त्यहाँबाट? एकछिन छोड। यस्तो ठुलो भएको छ। अनि मैले हाम्रो बेबीलाई यहाँ राखेको छु टाढा कुर्सीमा। यहाँ सेल पाक्दैछ। सेल पकाउनलाई तातो हुनुपर्छ कि पुरै आगो चाहिँ बढी नै चाहिन्छ। यसरी पाक्दैछ सेल रोटी। मैले त्यो पिठो देखाएको थिएँ नि, त्यो पिठोले यति चाहिँ सेल रोटी भयो। कस्तो भएको छ भनिदिनु होला। मैले यतिको सेल पकाएँ, सेल पकाउन सफल भएँ। अब चाहिँ म
अलिकति त्यो पिठो मुछ्याएको छु कि त्यसको पुरी पकाउँछु। पुरी भन्नाले लौन पुरी कसैले के भन्छन्, हाम्रोतिर लौन भन्छन् तर पुरी भन्छन् बढी जस्तो मान्छेले पुरी भन्छन्। अलिकति पुरी पकाउँछ, त्यसपछि सिद्धियो अनि हामी खान्छौँ। अनि अघि भनेको थिएँ नि त कागको भाग, अनि यो कागको भाग फर्स्टमा पाकेको रोटी हो अनि मैले यहाँ राखेको छु साइडमा। अहिले एकछिनपछि पुरी पनि पकाउँछु अनि फर्स्टमा पकाएको पुरी पनि राख्छु कागको लागि। अनि भोलि हामी नुहाइ गरेर कि त बच्चाहरूलाई पठाउँछु कि त म अनि जान्छु, हेरौँ के हुन्छ। ल अब मेरो बेबी क्युट बेबीले के गर्ने रे? डान्स। कुन गानामा? स्याउली बजारमा हो। ल अब स्टार्ट गर्ने। ल 1 दुईटै सङ गर्ने। ओके ल 1 2 3 स्टार्ट। स्याउली बजारमा तन तन्बो हान बो मलाई देखेर बो मलाई देखेर ताना तान्बो हान बो मलाई देखेर। गुड गर्ल। अब को गानामा और के गाना हुन्छ तँलाई? छिटो ल मुलाले पुराना आउनु गाना। ए रूपा तेरो लहंगा जबरदस्त छ, तेरो आँखोमा सारा दुनिया मगन मस्त छ। ए रूपा तेरो लहंगा जबरदस्त छ, आँखोमा सारा दुनिया मगन मस्त छ। यहाँ अहिले पुरी पकाउँदैछु, एकैचोटि 3-3वटा पुरी हाल्दैछु। यस्तो रोटी। The next day. कहाँ रल्ला रे कहूँ बेबी मुकेश हमें कि हम कहाँ रल्ला रहे हो मन ल अब कहाँमा राख्यो ल राख कहाँ कौवा कहाँ बोलाउनु ल यति राख ल भने यहाँ राख यहाँमा राख ल बुढो न हेमा राख ल भन का सेलपुरी का कौवा का सेल रोटी खा भुन बेबी जोरले भन बो आज भन जोरले Hi guys, good morning to everyone. आज चाहिँ माघे सङ्क्रान्तिको हजुरहरूलाई सबैलाई धेरै शुभकामना। अनि अहिले चाहिँ म भ्लगमा आउँदैछु। बच्चाहरू चाहिँ बिहान उठेर अनि रेडी भएर स्कुलको लागि माथि छतमा गएर त्यो हिजोको रोटी थियो नि त कागको लागि, त्यो रोटी लगेर अनि कागलाई दिइसकेँ। अनि त्यसपछि स्कुल गइसकेँ। अनि मेरो हस्बेन्ड पनि नास्ता गरेर गइसक्नुभयो ड्युटीमा। अनि आज चाहिँ माघे सङ्क्रान्तिको दिन हामीहरूले केही पनि गरेनौँ, मतलब टिका पनि लगाएनौँ। अनि हजुरहरूले सोच्नुभयो होला कि टिका किन लगाएको छैन भनेर, त्यही भएर म बताउँदैछु। आज हामीहरूले टिका पनि लगाएनौँ। अनि रोटीसोटी पकाउँछु, भोलि पनि के पकाउँछु होला भनेर भनेको थिएँ नि त। अनि केही पनि पकाएन, किनकि हाम्रो गाउँतिर के पहाडमा एउटा बुढी आमा के बित्नुभयो। हामीले हिजो धेरै ढिला थाहा भए, मतलब खाइसकेपछि थाहा भएको। त्यही भएर आज हामीले केही पनि त्यस्तो त्यो हाम्रोतिर बास उठाल्नु भन्छ नि त, चिल्लो केही पकाएनौँ, पूजा पनि गरेनौँ। अब म यो भ्लग यहीँ एन्ड गर्छु। हजुरहरूलाई हाम्रो भ्लग मन परेमा प्लिज डु लाइक, कमेन्ट एन्ड सब्सक्राइब टु आवर योगिस फ्यामिली च्यानल। बाई बाई गाई, नेक्स्ट भ्लगमा भेटौँला। बाई।